र मेरो कुरा चाहिँ के भनेदेखि यो जुन चाहिँ आज यहाँ हाम्रो सबै कुरा राख्नुभयो यो एकदमै राम्रो स्वागत योग्य कुराहरू थियो र यो खोलालाई बचाउन अनि यहाँ पाइने माछाहरूलाई बचाउनको लागि धेरै कोसिस गरिएको थियो। तर कुनै एउटा समाज कुनै एउटा सिंगल पर्सनले यो सम्भव नहुने कुरा, त्यसैले गर्दाखेरि आज हामी धेरै ठाउँबाट भेला भएका छौँ र आज हामीसँग जो सिक्किमबाट आउनुभएको पाहुनाहरू छ उहाँहरूको मार्फत सिक्किम सरकारमा पनि यो सन्देश जाओस्। हामी यो खोलाको नजिकमा बसेर हामीले मात्रै यो खोलाको माछा बचाउनु अथवा खोलालाई बचाउन हामी सक्दैनौँ। अनि उहाँले पनि उता सिक्किममा बसेर यो खोलालाई बचाउनको लागि कोसिस गर्दा पनि उहाँहरू पनि सक्सेस हुनुहुन्न र बोथ साइड दुईपट्टिबाट नै मिलेर चाहिँ हामीले यो अहिले सरले गर्नुभएको कुराहरू हामी त्यसमा केही हदसम्म सायद सफल हुन सक्छौँ भन्ने आशा राखेका छौँ। र विशेष भन्नुपर्ने कुरा चाहिँ के हो भनेदेखि आजसम्म हामीले जसले जस्तो तरिकाले माछाहरू मारिरहेका थियौँ र त्यसमा केही परिवर्तन गर्नुपर्ने तपाईँहरूले सङ्केत पाउनुभयो हो। उहाँले भनेको जस्तो हामीले पनि विगतको दिनमा धेरै गल्ती गरेका छौँ। यो खोलामा माछा सकिनुमा मेरो पनि भूमिका छ, केही हदसम्म मेरो पनि गल्ती छ, तपाईँहरूको पनि होला। किनभनेदेखि हामी 2-3 साल अगाडिसम्म हामी आफै पनि गोरन माछाहरू माछेर पक्रेर खाने गर्थ्यौँ। अनि अब अहिले आएर मलाई त्यो दिनहरू सम्झिँदाखेरि म आफैलाई पछुतो लाग्छ। किनभनेदेखि सालै पछि पोहोर जस्तो तरिकाले नै हामीले गोरन माछाहरू पक्रिन्थ्यौँ, त्यो यो पालि छैन। अब हुनसक्छ यो पालि जति पक्रिन सक्यौँ अर्को पालि छैन, त्यस्तो स्थिति आएको छ। अनि त्यो स्थिति नहोस् पनि कसरी भन्दाखेरि चाहिँ म उहाँहरूसँग प्राय बात गर्दाखेरि भन्ने गर्छु, यो खोलाको माछा सकिनुमा आजसम्मको यो स्थिति आउनुमा यो ड्याम जुन चाहिँ बनाइएको छ यसको 95% भूमिका चाहिँ ड्यामको हो। किनभने ड्याम बनिनुभन्दा अगाडि यो खोलामा धेरैवटा माछाहरू थियो अनि ठुलो माछाहरू थियो। तर ड्याम बनिएपछि चाहिँ यो माछाहरू यहाँबाट हराएर गयो। अब रहेको माछाहरू पनि तपाईँ हामी जस्तो मान्छे सचेत भएनौँ भनेदेखि, सङ्घ संस्था र समाजहरू सचेत भएनौँ भनेदेखि यो रहेको माछाहरू पनि अबको केही सालपछि हराएर जानेछ। अनि तपाईँ र हाम्रो एउटा यस्तो खालको दिन आउँछ, नानीहरूलाई सुनाउनु पर्दाखेरि एउटा दन्ते कथा जस्तो यो खोलामा यस्तो माछा पाउँथ्यो, हामीले यसरी माछा पक्रिन्थ्यौँ, पिकनिक जाँदाखेरि हामीले यसरी माछा पक्रेर मजा गर्थ्यौँ भन्ने चाहिँ नानीहरूलाई चाहिँ एउटा दन्ते कथा जस्तो सुनाउने समय आइसकेको छ। यसोस्ले गर्दाखेरि आज एउटा मौका छ। म उहाँहरूलाई मैले अघि पनि भनेको छु, उहाँहरूलाई मेरो विशेष अनुरोध छ, कतिवटा कुरा उहाँहरूले पनि सरकारलाई राख्न सक्नुहुन्न। किनभनेदेखि उहाँले बाध्यता बताइसक्नुभयो, जति सानो पानी माछा ठुलो माछा बस्ने होइन। अनि हामी 100% त हामी युपिएस बन्द गर्नु सक्दैनौँ, करेन्ट बन्द गर्नु सक्दैनौँ। कोही बेला राति खेल्दैला है, कोही बेला उनीहरू टाढोको आएर हामीले नदेखिकन पनि खेल्दैन। त्यसो गर्दाखेरि चाहिँ सानो खोलामा माछा मार्नु सजिलो पर्यो। र यसले गर्दाखेरि हामीले यो खोलाको माछा बचाउनु भनेदेखि सिक्किम गभर्मेन्टसँग गुहार मागेर ड्यामबाट जुन चाहिँ हिसाबले अहिले पानी छोड्दैछ यो पानीको मात्रा बढाउनै पर्छ, नत्र भनेदेखि हामी त्यति सक्सेस हुन्छौँ जस्तो मलाई लाग्दैन। अर्को कुरो, अब यो रामबाङ खोलामा पनि यहाँकै माथि चाहिँ एनटिपिसीले त्यो सुरु गरेको छ। उहाँहरूले पनि पछिबाट पानी ड्याममा हाल्छ,
अथवा त्यहाँ जम्मा गर्छ, त्यसो गर्दाखेरि यो पानी अझै यसको मात्रा घटेर जान्छ है। त्यसले गर्दाखेरि चाहिँ हामीले यो विषयमा सोचेर काम गर्नुपर्ने एकदमै नितान्त आवश्यकता छ। अर्को कुरो, अब हामीले यहाँबाट विरोध गर्दाखेरि एक दिनको लागि मात्रै उहाँहरूले सुनेको जस्तो गरिदिनुहुन्छ। एक्जाम्पल, सिक्किमपट्टि विशेष गरेर यो कोइलीहरू जति चल्दैछ, उहाँहरूले पानीदेखि बाहिरको सामान मात्रै उठाइदियो भनेदेखि त हुन्थ्यो, तर उहाँहरू यो खोलामा आधा जस्तो पसेर उहाँहरूले त्यहाँबाट बलुवा ढुङ्गाहरू निकाल्नुहुन्छ। अब त्यसो गर्दाखेरि चाहिँ त्यहाँनिर माछा बस्नु सक्छ भनेर एउटा कल्पना पनि गर्न सकिँदैन। विशेष गरेर अब अहिलेको समयमा यो खालको एकदमै बेसी सिक्किमबाट यो खालको भएर आउँदैछ। त्यसले गर्दाखेरि चाहिँ हामी यहाँबाट एउटा कमिटी बनाएर, कमिटी मार्फत पनि हामी पत्रचार गर्छौँ र तपाईँहरूले पनि यो विषयमा पहल गरिदिने हाम्रोबाट विशेष अनुरोध छ। अनि अर्को कुरो चाहिँ के हो भनेदेखि सिक्किमबाट यस्तो तरिकाले यो खोलालाई व्यक्तिगत प्रोपर्टीहरू जस्तो गर्न थाल्यो। त्यो चाहिँ के भनेदेखि यो खोलाको एउटा गरिमा छ, टिस्टा र रङ्गीतको एउटा गरिमा छ। यो खोला बर्खामा धमिलो भए पनि हिउँदोमा चाहिँ सधैँ एकदमै हरियो निलो त्यस खालको देख्ने खोला हो। तर सिक्किममा सिक्किम सरकार अथवा सिक्किमको पार्टीहरूसँग सम्बन्धित रहने कतिजना व्यक्तिहरूले यहाँनिर क्रसर चलाएर त्यो क्रसरको रनिङ पानी डाइरेक्ट खोलामा हालिदिन्छ। त्यसले गर्दाखेरि चाहिँ खोलामा हिउँदो न बर्खा अहिलेको भन्दा बेसी मैला देखिन्छ है। अब हाम्रो मान्छेहरू यहाँबाट खोलामा पिकनिक खानको लागि जाँदाखेरि पनि गाउँघरबाटै पानी लिएर जानु पर्यो अथवा बकेटहरू लिएर बाटोबाट पानी थापेर खोला जानु पर्यो, यस्तो स्थिति बनाइसकेको छ। त्यसले गर्दाखेरि यो विषयमा पनि केही पहल होस् भन्ने हामी तपाईँहरूलाई अनुरोध टक्राउँछौँ। अनि अर्को कुरो जुन चाहिँ यो हाम्रो यो फिसिङ टुरिज्मको कुरा छ, यसको लागि तपाईँले जुन चाहिँ कुरा राख्नुभयो यसमा हामी एकदमै तपाईँको कुरामा हामी स्वागत गर्छौँ। किनभनेदेखि सिक्किम साइडमा भन्दा यो हाम्रो एरियामा हाम्रोपट्टिबाट खेल्ने जग्गा बेसी छ र हाम्रोमा यहाँनिर हाम्रो लोकलहरूले त्यहाँबाट त्रिवेणीमा जस्तै गरेर उहाँहरूले आफ्नो घर परिवारहरू चलाउन सक्नुहुन्छ र सँगसँगै तर त्यो सबै कुरा चाहिँ के भयो भनेदेखि यदि हामीले माछा बचाउन सक्यौँ भने मात्रै त्यो सम्भावना बढेर जान्छ। तर माछै बचाउन सकेन भनेदेखि चाहिँ त्यो सम्भावनाहरू हराएर जान्छ। यसले गर्दाखेरि तपाईँहरूले मेरो त विशेष अनुरोध, सिक्किम गभर्मेन्टले एकपल्ट यस भनिसकेपछि त त्यहाँ अरूको कुनै त्यस्तो नराम्रो नहुनुपर्ने अथवा नराम्रो कमेन्टहरू नआउनुपर्ने। यो एरियामा तपाईँहरूले यो महाशयको ब्रिदिङ सेन्टरको लागि सिक्किम गभर्मेन्टसँग कुरा गरेर यहाँनिर ब्रिदिङ सेन्टरको लागि केही मिलायो भनेदेखि चाहिँ हामी पनि यताबाट पहिला जति यो महाशयहरू हामी पक्रिन्छौँ त्यो पारिपट्टि पुर्याउन सजिलो। अनि जस्तो कत्लेहरूको लागि 10 माइलमा ब्रिदिङ सेन्टर बनाएको छौँ, त्यस्तै हामीले यहाँ गऱ्यौँ भनेदेखि चाहिँ हामीले महाशय फैलाउनुमा सायद सहयोग हुन्छ होला भन्ने त्यो मलाई लागेको कुरा हो। किनभनेदेखि हामी यहाँबाट बाहिरबाट लिएर यहाँ महाशय छोड्नुको लागि धेरै प्रब्लम हुँदो रहेछ र यो कुराहरू छ। अनि मेरो गाउँ समाजबाट जति पनि, अनि जस्तो हाम्रा एङ्गलर्सहरू जति पनि हुनुहुन्छ र गाउँ समाजबाट आउनुभएका जति पनि महानुभाव हुनुहुन्छ उहाँहरूलाई चाहिँ मेरो विशेष अनुरोध के भनेदेखि तपाईँ हामी मिलेर हामीले एकपल्ट यो खोलालाई अथवा यो माछालाई बचाउने कोसिस गरौँ। किनभनेदेखि मैले अघि नै भनिहालेँ, सायद तपाईँ र हाम्रो समयमा मात्रै नभएर अब केही 1-2 सालभित्रमै नै हामीले यो पहलमा तपाईँ र हामीले जोड गरेनौँ भनेदेखि साँच्चै यहाँबाट यो माछाहरू विलुप्त भएर जानेछ। र यसले गर्दाखेरि मेरो विशेष अनुरोध समाज सङ्घ संस्थाहरूलाई अनि हाम्रो जति पनि एङ्गल्सहरूलाई तपाईँ हामी मिलेर अनि
सिक्किम एङ्गलर्स एसोसिएसनका विशेष मेरो अनुरोध, किनभनेदेखि हाम्रोमा चाहिँ मैले कुरा गर्दाखेरि सिधा कुरा गरेको हुनु पऱ्यो, सिधा कुरा गर्नु पऱ्यो। किनभनेदेखि हाम्रो छेउमा अर्कै कुरा, उहाँहरू गइसकेपछि अर्कै कुरा भन्ने कुराहरू नहोस्। हाम्रोमा जो आज हामीले कमिटी बनाउने सोच राखेका छौँ र हाम्रोमा चाहिँ विशेष गरी के हुन्छ भनेदेखि सबैभन्दा ठुलो कुरा चाहिँ फाइनेन्सियली प्रब्लम। अब हामीले हाम्रो कमिटीले मात्रै गरेर चाहिँ माछाको भुरा किनेर छोड्नु सक्दैनौँ है। यो विषयमा तपाईँहरूले हामीलाई सहयोग गर्नु पर्यो। अनि अर्को कुरो, हाम्रो एउटा सोच के राखेका छौँ भनेदेखि चाहिँ यो पुल बजारदेखि लिएर यो सुम्बुङको फेदीसम्मको गाउँ समाजहरूलाई लिएर एउटा ठुलो मिटिङ कल गर्ने सोच राखेका छौँ। त्यसमा चाहिँ पुलिस प्रशासनहरूलाई पनि बोलाएर, किनभनेदेखि यो एरियामा यो करेन्ट खेल्नु अथवा यो ब्लिचिङ हाल्नु, टिप थाप्नु, यो सबै कुरा बन्द गर्नुको लागि त्यति सजिलो चाहिँ छैन। किनभने यो सिङ्गल पर्सन मान्छेले रोक्दा रोकिने कुरा होइन र त्यसले गर्दाखेरि कानुनी तवरमा पुलिस प्रशासनको हामीलाई सहयोग चाहिन्छ र उहाँहरूलाई पनि लिएर काम गर्नुको लागि हामीलाई यसो पहिलोचोटि गर्दाखेरि अलिकति हामीलाई फाइनेन्सियली प्रब्लम हुनसक्छ। यसमा चाहिँ तपाईँहरूले सहयोग गरिदिनु भयो भनेदेखि हामीलाई केही हदसम्म हाम्रो हौसला प्रदान हुनेछ भन्ने हामी आशा राख्दछौँ। किनभनेदेखि यो एरियामा हामीले सोचेका छौँ, यहाँ हामी बिचमा चाहिँ 3टा पुलिस आउटपोस्टहरू छ। यो जति पनि रङ्गित खोलासँग टचमा भएको र यो 3वटा पुलिस प्रशासनलाई पनि लिएर गर्नु पर्यो, अनि फरेस्टलाई पनि लिएर गर्नु पर्यो। यहाँ 2टा फरेस्टको उहाँहरूको छ र उहाँहरूलाई पनि लिएर गर्नु पर्यो। त्यसैले गर्दाखेरि हामीले सोचिरहेका छौँ यो सर्कलमा चाहिँ डल्लैमा पोस्टरिङ गर्ने, माइकिङ गर्ने है। त्यसो गर्दाखेरि चाहिँ हामी एङ्गलर्सहरूले, किनभने हामी समाजलाई यो विषयमा तपाईँहरूले पनि फाइनेन्सियल हामीलाई हेल्प गर्नुहोस् भनेर भन्न सक्दैनौँ। समाजलाई हामी यति चाहिँ भन्न सक्छौँ, तपाईँहरूले पनि तपाईँहरूको गाउँ समाजमा देखरेख गरिदिनुहोस्, तपाईँहरूले पनि आफ्नो गाउँ समाजकोलाई सबैलाई सम्झाइ बुझाइ गरिदिनुहोस् भन्ने कुराहरू गर्छौँ। अब हामी एङ्गलर्सले चाहिँ यो सबै कुराहरू रोक्दाखेरि चाहिँ उनीहरू चाहिँ खेल्ने, हामी चाहिँ माछा मार्नु नपाउने भन्ने कुराहरू हुन्छ। अब यहाँको कतिजना खोला खेल्नेहरूमा चाहिँ प्राय त्यही हो हाम्रो के अरे लोकल त्यो कोल्ड ड्रिङ्कहरू, लोकल वाइनहरू खाएर भरे त्यहाँतिर गएको हुन्छ। कतिले राम्रोसँगले बुझ्छ, कतिले बुझ्दैन, झैझगडाहरू हुनसक्छ। त्यसले गर्दाखेरि हामीलाई पुलिस प्रशासनको एकदमै जरुरी पर्छ उहाँहरूको सहयोग लिनुको लागि, र यो पनि हामी बादमा मिलाउनेछौँ। र यति भन्दै हाम्रो समाजबाट आउनुहुनेहरू अथवा हाम्रो एङ्गलर्सहरू कसैकोबाट यो विषयमा केही कुरा राख्नु छ भने तपाईँले हात उठाएर गरिदिनु भयो भनेदेखि चाहिँ म तपाईँहरूलाई यो माइक्रोफोन सुनिदिनु सजिलो हुने थियो भन्ने मेरो विशेष अनुरोध।